बाइबल त खरारा पढ्छु, बाइबल त खक्रमै मैले निलेको छु, केही पनि फरक पर्दैन। प्रिय मण्डली परिवार, तपाईहरुमा कतिको आज्ञाकारी छ। जसरी मोबाइलमा नेटवर्क छैन भने तपाईहरुमा के गर्न सक्दैन, बोल्न सक्दैन, जति नै हेलो भन्नुस् त सुन्दैन। त्यसैगरी यदि तपाईहरुमा परमेश्वरसँगको सम्बन्ध हामी अनाज्ञाकारी छौं भने तपाईँ र मेरो के हुनेछ, यहाँनिर तपाईँ र मेरो आत्मिक सम्बन्ध पनि के हुनेछ, कमजोर हुनेछ। परमेश्वर र मानिस बीचको सम्बन्ध कमजोर हुनेछ। अनाज्ञाकारिताले गर्दाखेरि आत्मिक जीवनमा कमजोर हुन्छ। जसले प्रार्थना गर्न मन लाग्दैन, वचन सुन्न मन लाग्दैन। यहाँनिर अहिले वचन सुन्नु पर्ने पुरै ढलिरहेको छ। तपाईहरु चिम्बार्नुहोस्, तपाईको कानलाई यहाँनिर याद गर्नुहोस्। यहाँनिर प्रार्थना वचन अध्ययनमा संगतिमा के हुन्छ, उसले ढिलो हुन्छ। ढिलो गर्नाले हृदयको खतना के गर्छ, हराउँछ। अनाज्ञाकारिताको कारणले गर्दाखेरि उसले प्रार्थना गर्न ढिलो हुन्छ, बाइबल अध्ययन गर्न, संगति आउन ढिलो हुन्छ। त्यसपछि उसको आफ्नो हृदयको खतना पनि के हुन्छ, हराउँछ। यस कारणले गर्दा वचन हामीले एक कुरा सिकाउँछ कि परमेश्वरले के गर्छ, परमेश्वरसँगको सम्बन्ध चाहिँ ताजा राख्नु तपाईले मेरो एकदमै आवश्यकता हो। आमेन। तपाईँ र म येशू मायाका मानिसहरू चाहिँ हामीले परमेश्वरसँगको सम्बन्ध चाहिँ सधैँभरि के गर्नुपर्छ, ताजा बनाउनुपर्छ। हालेलुया।